डस्टी यहाँ पुरै धुलो सुलो उडेर यहाँसम्म आउँदो रहेछ ग्लासहरू केही हालेको छैन एक्सट्रिमली अनहाइजिनिक धादिङ बेसी चाहिँ पुगिसकेका छौँ है दिप कार्कीजी हुनुहुन्छ उहाँ चाहिँ अहिले हाम्रो फोटो सेसनमा यो चाहिँ छ धादिङ बजार हेर्नु सक्नुहुन्छ ल ल अब हामीले यहाँ खुट्टा सुट्टा काटिसकेका छौँ अब तर एउटा कुरा के राम्रो छ भन्दा पानीमै छौँ पानीमा एकछिन खुट्टा बिताउँछौँ ओइ ल सब सब पिउन थाल्यो त ल बस्नु म ल यो हाम्रो गराउने भयो यसलाई अब हामीले मजाले मोलेर यसको रस चाहिँ यहाँ हाल्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ है खुट्टाको लागि काटेको है यहाँ फेरि मजाले काटेको छ मजाले काटेको छ अब अस्तिले यहाँ मेरो फर्स्ट एड ट्रिटमेन्ट दिएको गरिसक्यो त्यो हान्ने बित्तिकै मलाई एकदमै ठिक भइसक्यो खुट्टा मिर्को देखाएन यहाँ बार्को मिर्को म त हरिन त्यो होइन हाम्रो चाहिँ यतातिर चाहिँ बाख्रा भन्छ धादिङतिर चाहिँ होइन बिसवाला वान टाइम युज एउटा विकास दाइलाई एउटा गोकर्ण दाइलाई युट्युबको नाम के हो? तिम्रो नाम के हो मेरो नाम सबिन तामाङ। के निशान तामाङ। निशान तामाङ सबिन तामाङ पुनित मगर। पुलित मगर तिम्रो मनविक। मनविक हेमनविक। हेमनविक तिम्रो पार्मन श्रेष्ठ। पार्मन श्रेष्ठ। पार्मन श्रेष्ठ तिमीहरू कुन प्लेयरको फ्यान हो रोनाल्डो। Muchas gracias, afición. Este es para vosotros. मेसी छैन अब पनि मेसी यो हैन हो मेसी ढुस हो अनि तिमीहरू रियल मड्रिड हो रियल माड्रिड। कि अल नासार छ्या त्यस्तो लुस बार्सिलोना। बार्सलोना डुस रियल मड्रिड मात्र राम्रो किन रियल माड्रिडमा खतरा खतरा प्लेयर छ। एम्बापे, भिनी जुनियर, बेल्जियम होइन बेलिङ्गम अरू लुका मोड्रिक रोनाल्डो किन राम्रो भन त खेलेर हो रोनाल्डो किन राम्रो रोनाल्डो किन मेसी भन्दा राम्रो धेरै खतरा खेल्छ अनि मेसी त डुसो काम छैन के हो रे ओए त्यसको बुढी छ रे एकछिन के हो रे मेसी ढुसो काम छैन राम्रो रे मेसी भन्दा त्यसको बुढी हो बुढी त मेसीको नि छ नि मेसीको बुढी भन्दा रोनाल्डोको बुढी राम्रो बस अब आज सबैजनालाई थाहा भयो हु इज बेटर मेसी र रोनाल्डो भाइले लोजिक दिइसक्यो धेरै गोल हाना जस्तै भएर हो सबैजनाले सब्स्क्राइब गरिदिनु एक्सप्लोरिङ मानव छ युट्युब च्यानलमा ओके ल धन्यवाद भाइ ल बहिनीहरू पनि फुटबल खेल्ने हो किन राम्रो रहेछ त यो बाटो भन्दाखेरि यहाँ चाहिँ खोला रहेछ नि त्यतातिर तर जे खोला सफा छ यार काठमाडौँमा कहाँ सफा भेट्यो Let's go guys. अब चाहिँ हामी होस्टेलतिर है होस्टेलतिर यो सुनौलो यात्रा हाम्रो धादिङ जिल्लासम्मको थियो। धादिङमा हाम्रो बसाइ आमाको माया छात्रावासमा रह्यो। पहली बार मंच पे कुछ नया करने के लिए प्राज्ञिक विद्यार्थी परिषद अन्तर्गत
भविष्यमा हुने विभिन्न कार्यक्रमहरूको योजना गरियो र हाम्रो बसाइ त्यतिमै सकियो। यो चाहिँ हाम्रो दाइ होइन, यहाँको वार्डेन हो दाइ होइन। खाना पनि एकदम मिठो बनाउनुहुन्छ, उहाँले बनाएको खानु भने हात चाटिरहनुहुन्छ होइन। अनि यो चाहिँ हाम्रो भाइहरू हो, ट्यालेन्टेड होइन, गीत पनि गाइदिने, मादल बजाउने भाइ। यो खतरा मादल बजाउँछ, ह्यान्डसम छ मान्छे नि है। अनि यो चाहिँ हाम्रो दिदी, हाम्रो फेभरेट दिदी होइन, भ्लग भइरहेको छ। एकदम राम्रै छु, खतरा छ। यो हाम्रो अस्ति जोस होइन, धेरै ह्यान्डसम छ। खतरा छ। अनि यो चाहिँ हाम्रो सन्दीप दाइ, सबैजनाको क्यामेराम्यान, हाँस्दिरहने होइन, रमाइलो छ यो दाइ। अनि यो चाहिँ यो 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 को हो मान्छे, तपाईँको नाम के हो? रोजिना तामाङ। ए रोजिना तामाङ रे उहाँको नाम। हेलो गाइस, वेलकम टु ब्याक टु माय च्यानल। दाइ हेलो गरिदिनुहोस् होइन। भोजन कस्तो थियो दाइ आज? एकदम मिठो छ। धन्यवाद। ल हामी भित्र अब यहाँ भोजनालय धर्म भनेको खालि चाहिँ पूजापाठ कर्मकाण्ड धर्म होइन। धर्म आधारित तिमी के गर, अर्थ उपार्जन गर भन्छ कि। धर्म भनेको के? धृतिक क्षेमन्तमस्ते शौचम इन्द्रिय निग्रह धीर्विद्या सप्तम क्रोधो दशकम धर्म लक्षण। तिम्रो खालि पैसा कमाउने र चाहिँ मोज मस्तीमा रहने मात्र तिम्रो अल्टिमेट गोल के हो? मोक्ष। त्यसका लागि तिमी चाहिँ साधना गर, प्र्याक्टिस गर। कस्तो सुहायो त? कस्तो सुहायो? निकाल निकाल निकाल। ऊ चाहिँ ब्याट भन्दा सानो रहेछ, ब्याट तिमीलाई ठुलो रहेछ, ठ्याक्क विकेट जत्रो रहेछौ तिमी त। एब्रोन तामाङ। तिम्रो नाम? रमित भुजेल। तिम्रो नाम के हो? फास्ट बल हो, सर्ट। सबिन परियार। तिमीलाई क्रिकेटर बन्न मन छ? क्रिकेटमा कति मनपर्छ? कुनै क्रिकेट प्लेयरको नाम थाहा छ तिमीलाई? को भन त? धोनी। अरू? अनि विराट कोहली। अरू? अरू? पाथिराना कसले भनेको? कसले भने पाथिराना? ओहो, पाथिराना थाहा छ तिमीलाई? अरू भन। फुटबल प्लेयर थाहा छ कोही तिमीलाई? मेसी रोनाल्डो बाहेक? मेसी रोनाल्डो बाहेक? नेमार एम्बापे। अरू? साम्बा नेपाली साम्बा। अब आयो नि त नाम। भाइ गोल भयो कि त्यो भन। सो एभ्रिवान, उता चाहिँ छ हाम्रो बालगृह है। यो दिप र म अब चाहिँ घरतिर जान लागेको। सो हजुर गाल सो एभ्रिवान सबैजनालाई बाबाई है। ल राम्रोसँग बस्नु है। अनि पुगेपछि व्हाट्सएपमा मेसेज गर्नु न हामी पुग्यौँ भनेर है। ल बाई। सबैजनाले भिडियो हेरेर साथ दिनुहुने मेरा प्यारा साथीहरूलाई चाहिँ सब्सक्राइब गर्नको लागि चाहिँ भन्छु है। म सब्सक्राइब गरिदिनुहोस्। यस्तो यस्तै कन्टेन्टहरू हामीहरू फेरि लिएर आउनेछौँ। सो धादिङ बजार एकदमै सुन्दर छ, मान्छेहरू पनि एकदमै सुन्दर सुन्दर देखिरहेको छ है। तर महँगाई चाहिँ काठमाडौँभन्दा चाहिँ अलिकति यतातिर चाहिँ महँगाई रहेछ है काठमाडौँभन्दा। अब के चिज चाहिँ सस्तो छ भन्ने कुरा चाहिँ त्यति डिप रिसर्च चाहिँ गरिएन। हजुरहरूले कमेन्ट सेक्सनमा भनिदिनु होला हजुरको धादिङको फेमस कुरा चाहिँ के छ भनेर।